थाउन थानवा ख्वान्गेनुन खुरिमुल खोरुसिप्सियो भनेको छ। तलको शब्दसँग सम्बन्धित चित्र छान्नुहोस् अरे। यहाँ छ मासुको, मासुको भनेको के हो त मार्क्स। मार्क्स अब मार्क्स कति नम्बरमा छ त 1 नम्बरमा के हो त मोजा, मोजा भनेको टोपी छ है यहाँ मोजा। यसलाई के भन्छ त हेडफोन खुइतप्के कानमा ढाक्ने यसलाई भन्छ खुइतप्के हेडफोन। यो के हो त ज्याकेट यसलाई भन्छ चम्फा चम्फा। यो के हो त मासुखु यो त सबै नर्मलै छ नर्मलै छ। यो भएन मोजा भएन खुइतप्के भएन चम्फा भएन। यसको आन्सर के हो त मासुखु। ल अब फेरि हामी क्वेशन नम्बर 5 मा गयौं। थामुल थानवा फान्नेयान मारुल मुसिमनिका भनेको छ। तलको शब्दसँग उल्टो शब्द के छ त फान्देहान। उल्टो शब्द के हो मुसिमनिका भन्यो। यहाँ रहेको छ छोयङ हाता। छोयङ हाता भनेको के हो त शान्त हुनु शान्त हुनु। ठीक छ। एकमा छ फेल्ली हादा। फेल्ली हादा के हो त सहज हुनु। अब 2 मा छ फुजो गादा। फुजो गादा भनेको के हो त अपुग हुनु। अब 3 मा रहेको छ थरप्ता। थरप्ता भनेको के हो फोहोर हुनु। चार मा छ सिकुरप्ता। सिकुरप्ता के हो त हल्ला हुनु। हल्ला है त यो माथि लेखेछु यहाँ ठाउँ नभएर हेर्नु होला। हल्ला हुनु के हो त छोयङ हादा शान्त हुनुको फान्नेमा उल्टो फेल्ने हादा हो कि फुजो हादा हो कि थरप्ता हो कि सिकुरप्ता होला त। र फेल्ने हादा सहज हुनु यसको चाहिँ फेल्ने हादा हुँदैन। फुजो हादा अपुग हुनु मोजा हादा अपुग हुनु यो चाहिँ भएन। थरप्ता फोहोर हुनु थरप्ताको फोहोर हुनु अनि भएन। सिकुरप्ता हल्ला गर्नु शान्त गर्नुको हल्ला गर्नु।